यो बेला सिन्जी सुकबारेको नजारा देखाउँदै म तपाईँहरूसँग सानो कुरा पनि साट्न चाहन्छु। यो सिन्जी शुक्रबार हो, अहिले त थुप्रै बिल्डिङहरू पनि बनिँदैछ, उम्रिँदैछ भनौँ। अनि यो माथि देखेको सर्कल डाँडा हो, हाल डाँडा। अनि यो ट्राफिक हो, यताबाट कालिम्पोङ जान्छ, यो सायद सिलगढी पन्बू, अनि यो चाहिँ कालिम्पोङ जाने रुट हो। यता चाहिँ कालिम्पोङ पर्छ। आज त खुलेको छ कालिम्पोङ पनि। तर यो भिडियोसँग म के भन्न चाहन्छु भन्दाखेरि रातभरि निकै पानी परेको छ, हावा चलेको छ। सानो जोखिम उठाएर यात्रा नगर्नु होला। त्यो तपाईँको सानो जोखिमले गर्दाखेरि तपाईँको जीवनमा खल्लो भरिन्छ अथवा अवस्था व्यवस्थाहरू लथालिङ्ग हुनसक्छ। त्यही कारणले गर्दा अलिकति पर्खिनुहोस् होला। तपाईँलाई ड्युटीमा ढिलो भइराखेको होला, तपाईँको इमर्जेन्सी होला, तर त्योभन्दा ठुलो तपाईँको जीवन हो, तपाईँको परिवार हो। त्यही कारणले गर्दा जसो तसो मिलाउनु हुन्छ, मिलाएर चाहिँ राम्रो जानकारी लिएर मात्र आफ्नो गन्तव्यतर्फ बढ्नु होला। अनि यहाँ त अप्रिय घटनाहरू नघटोस् होइन। यति रमाइलो दसैँ चलिरहेको छ, पानी बर्खे परे तापनि। त्यही कारणले गर्दा फेरि तपाईँले आजको यात्रा गर्दा चाहिँ एकदमै सोचेर बुझेर गर्नुहोस् है। ल यो माथिको आलडाँडा पनि कति सुन्दर देखिरहेछ।